समुदायको अत्याधिक उल्लेख्य उपस्थिति रहेको यो जुलुसमा तपाईँको वयोवृद्ध नागरिकदेखि भर्खरका युवा युवतीहरू सबै सहभागी भएको देखिन्छ। त्यस कारणले पनि तपाईँहरूले यो देश अघि राजतन्त्रवादीको आन्दोलनमा हामीले एउटा पुस्ताका वृद्ध वयोवृद्ध मानिसहरू मात्र देख्यौँ भने हामी यो जुलुसमा तपाईँको सबै थरीका मानिसहरूको प्रतिरोध देख्दा यो देशमा सबै तह र तबकाका नागरिकले यो गणतन्त्र स्वीकार गरेको भनेर बुझ्न खासै गाह्रो देख्दैन। र अघि राजतन्त्रवादी हेर्दा असाध्यै एक प्रकारका मानिसहरू समाजमा एक प्रकारको वितृष्णाले भरिएका मानिसहरू समाजमा अपाठ गरेका व्यक्तिहरू हुन् जस्तो पनि देखिन्थ्यो। त्यस कारणले गणतन्त्र नेपालमा स्वीकार्य छ भन्ने कुरामा ठोस गर्न सहजै सकिन्छ। यो लाखौँको सङ्ख्यामा जुलुसहरूलाई